नेपालमा राजतन्त्र आवश्यक छ कि छैन भन्ने विषय एक गम्भीर बहसको विषय हो। यसबारे फरक फरक विचारधाराका व्यक्तिहरू छन् जसले लोकतन्त्र राजतन्त्रप्रति आफ्नो आस्था राख्छन्। यदि नेपालमा पुनः राजतन्त्र आवश्यक छ भन्ने पक्षमा तर्क गर्नु पर्यो भने हामी केही कारणहरू पेश गर्न सक्छौँ। लोकतान्त्रिक व्यवस्थापछि नेपालमा अस्थिरता बढेको देखिन्छ। पटक पटक सरकार परिवर्तन, नेताहरू बीचको आपसी द्वन्द्व, भ्रष्टाचारको वृद्धि र क्षेत्रीय तथा जातीय विभाजनका कारण देश कमजोर बन्दै गएको छ। राजतन्त्र रहँदा राष्ट्रिय एकता मजबुत थियो किनभने राजा सबै नेपालीको साझा अभिभावकको रूपमा थिए। नेपाल हिन्दू राज्यका रूपमा चिनिन्थ्यो जहाँ राज संस्थाले धार्मिक, सांस्कृतिक र ऐतिहासिक पहिचानलाई संरक्षण गरेको थियो। राजतन्त्र हटेपछि नेपाल धर्मनिरपेक्ष राष्ट्र घोषित भयो जसले गर्दा पुराना परम्परागत मूल्यहरू कमजोर भइरहेका छन्। धेरै नेपालीहरूले नेपाललाई पुनः हिन्दू राष्ट्र बनाउनु पर्छ भन्ने माग गरिरहेका छन् जसका लागि राजतन्त्र पुनर्स्थापना आवश्यक देखिन्छ। सङ्घीय लोकतान्त्रिक व्यवस्थापछि भ्रष्टाचारमा चरम सीमामा पुगेको छ। नेताहरूले अकुट सम्पत्ति वृद्धि, नातावाद, क्रोनिजम र जनताको करको दुरुपयोग व्यापक रूपमा देखिन्छ। राजतन्त्र रहँदा शासन व्यवस्था अनुशासित र मर्यादित थियो भन्ने तर्क गरिन्छ। राजस्वको प्रत्यक्ष संवेदनामा प्रशासन स्वच्छ र पारदर्शी हुन सक्थ्यो भन्ने विश्वास राख्नेहरूको सङ्ख्या धेरै छ। लोकतन्त्रको नाममा जुन परिवर्तन आयो त्यसले जनताको वास्तविक जीवनमा सुधार ल्याउन सक्यो। महँगी, बेरोजगारी, शिक्षा र स्वास्थ्य क्षेत्रमा सरकारको कमजोरीले जनतामा निराश छ। हजारौँ युवाहरू विदेश जान बाध्य छन्। यस्तो अवस्थामा जनताको ध्यान पुनः राजसंस्थातर्फ मोडिएको देखिन्छ। नेपालको हालको राजनीतिक अस्थिरताको फाइदा उठाउँदै छिमेकी देश भारत, चीन र पश्चिमाहरूले आफ्नो स्वार्थ अनुसार नीति बनाइरहेका छन्। विदेशी हस्तक्षेप व्यापक बन्दै गएको छ। राजतन्त्र रहँदा नेपाल स्वतन्त्र र सार्वभौम सत्ता सुरक्षित थियो भन्ने तर्क गरिन्छ। सङ्घीय व्यवस्थाले मुलुकको आर्थिक बोझ बढाएको छ। 7वटा प्रदेश सरकार, थुप्रै मन्त्रीहरू, कर्मचारीहरूका कारण प्रशासन चलाउन कठिन भइरहेको छ। प्रदेशहरू बीच समन्वयको अभावले विकास प्रभावित भएको छ। एकात्मक शासन प्रणालीमा फर्किन राज संस्था पुनः स्थापनाको माग गर्नेहरू बढिरहेका छन्। नेपालको सेनाले लामो समयसम्म राज संस्थासँगै काम गरेको इतिहास छ। सेनाले राजा र राष्ट्रको सुरक्षाका लागि प्रतिज्ञाबद्ध थियो। अहिले सेना र राजनीतिक नेतृत्व बीच विश्वासको कमी देखिन्छ। यदि राज संस्था पुनर्स्थापित भयो भने सेनाको मर्यादा, अनुशासन र राष्ट्र सेवा बलियो हुन तर्क गरिन्छ। नेपालमा राजतन्त्र आवश्यक छ भन्ने पक्षमा विभिन्न कारणहरू प्रस्तुत गर्न सकिन्छ जस्तै स्थायित्व, राष्ट्रिय एकता, भ्रष्टाचार नियन्त्रण, विदेशी हस्तक्षेप न्यूनीकरण र सांस्कृतिक पहिचानको रक्षा। तर लोकतन्त्रको विकल्पको रूपमा कसरी आधुनिक राजतन्त्रलाई पुनर्स्थापित गर्न सकिन्छ भन्ने गम्भीर प्रश्न छ। तपाईँको विचारमा नेपालमा राजतन्त्र फर्किनु पर्छ वा लोकतन्त्र नै सुधार गर्नुपर्छ? कमेन्टमा लेख्नुहोला।